यो किताब तपाईहरुले पढ्न छुटाउनु भएको छ कि पढिसक्नु भयो? यो म चाहिँ आज दुईटा किताबको बारेमा भन्छु है तपाईहरुलाई। एउटा यो महायुगको, एउटा यो नीलो प्रेमको। यो मैले पढेको निकै धेरै भयो। मैले एन्ड रिपिट पढै छु। यो दुईटै बोथ मलाई कस्तो फेभरेट बुक्सहरु हो हैन। यो पढ्नु भएको छैन भने पढ्नुस्। तपाईलाई बुक पढ्न मन पर्छ भने चाहिँ एकदम तपाईले यति मन पराउनु हुन्छ नि यो किताब। यसको 7औं संस्करण आइसकेको रहेछ। मैले थाहा पाएसम्म चाहिँ 7औं संस्करणसम्म आइसकेछ भनेपछि सोच्नु त कति धेरै बिक्री भएछ यो किताब। यो चाहिँ मेरो पहिलो हो, फर्स्ट हो। यो पहिले आएको हो, त्यसपछि अरू बुक्सहरु आएछ। यही मतलब अरू कपिजहरु आएको रहेछ। पढ्नु भएको छैन भने यो नीलो प्रेम चाहिँ एकदम मैले चाहिँ एकदम बढी रिकमेन्ड गरेको किताब चाहिँ एउटा यो हो के। पढ्न इच्छा हुनेले चाहिँ एकदम पढ्नुलाई एकदम राम्रो छ। रोको छु म मात्र हैन, इभन मैले यो बुक मबाट मागेर धेरै साथीहरुले पढ्नु भएको थियो हैन। उहाँहरुले पनि भन्नुहुन्छ क्या यो बुक त कति धेरै मन परेको 2 दिनमा बुक सक्नु भएको छ क्या पढेर मेरो साथीहरुले। हेर्नु यसको पेज कति छ, म तपाईहरुलाई पेज भनिदिन्छु ल। 496 भनेपछि 496 पेज मेरो साथीहरुले 2 दिनमा पढेर सकेछन्। दिन रात पढेछन्, सकाएछन्। मैले चाहिँ टाइम लागेको थिएँ। यति राम्रो किताब छ यो। प्रेम सम्बन्धीको है यो बुक चाहिँ। प्रेम सम्बन्धीको हो, भर्खरको घटना हो। एकदम इन्ट्रेस्टिङ खालको छ यो किताब पढ्नु ल। अनि तपाईहरुलाई म फेरि नेक्स्ट भिडियोमा चाहिँ यो महायुगको बारेमा भन्छु ल। यो बुक पनि राम्रो छ। पहिले यो किताब चाहिँ तपाईहरुले सकभर पढिहाल्नुस्, एकदम राम्रो।